हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म फेरि पनि तपाईँहरूको माझमा एउटा सानो भिडियो नबनाउनु त सोचिराखेको थिएँ। फेरि मनले मानेन। आज यस्तो राम्रो वातावरण छ, यस्तो राम्रो वेदर छ, तब सोचेँ कि मैले एउटा सानो भिडियो बनाइहालौँ भनेर। अच्छा ठीक है। यो तपाईँहरू देख्न सक्नुहुन्छ नेपालगञ्जको वेदर। आज भने नेपालगञ्जमा एकदमै राम्रो हावापानी हामीले पाइरहेका छौँ। साँच्चीकै आजको वेदर भने एकदमै राम्रो छ, किनकि हिजो बेलुकादेखि र आज बिहान भने एकदमै जोर तरिकाले र एकदमै ठुलो वर्षा भएको थियो। त्यसले गर्दा होला सायद यस्तो राम्रो इन्भाइरोमेन्ट हामीले आज नेपालगञ्जमा देख्न पायौँ। गर्मीयाममा धेरै गर्मी हुने जिल्ला बाँकेमा अवस्थित नेपालगञ्जमा चाहिँ आज एकदमै राम्रो वेदर, जसको हामीले तारिफ गर्न जरुरी छ, किनकि यस्तो वेदर हामीले फेरि यस्तो दिनहरूमा नेपालगञ्जमा भेटाउँदैनौँ। बात त सही है। किनकि अहिलेको अवस्था भनेको नेपालगञ्जमा बितेको सालहरूको एकदमै गर्मी हुने दिनहरू पनि थिए। सायद वायु प्रदूषणकै कारणले होला, तर नेपालगञ्जमा भने आज एकदमै सुन्दर सफा वातावरण छ र नेपालगञ्जमा रहनुभएको सम्पूर्णलाई चाहिँ आजको दिन एकदमै सुन्दर लागिरहेको छ भन्ने अपेक्षा मैले गरेको छु। प्रदूषणको नाममा विश्वभरिको 1 नम्बरमा पढ्न गएको काठमाडौँ भने आज सिधै तल घट्नेछ, धेरै तलको नम्बरमा आउनेछ। अनि ऊ चाहिँ मेरो एकमात्र यस्तो दोस्त, यस्तो साथी जोसँग चाहिँ मेरो कनेक्सन अलि बढी नै मिल्ने गर्छ। अनि सबैजनाले भने यसरी आफ्नो कपडाहरू धुँदै सुकाइरहेका थिए छतमा। उहाँ चाहिँ हाम्रो एकजना दाइ, एक राम्रो एजुकेटेड अनि राम्रो शिक्षा हामीलाई सिकाउनु हुने दाइ। उहाँले चाहिँ हामीलाई सधैँ सत्य र सबल बाटोतिर जान सधैँ उत्साहित गर्नुहुन्छ। उनीहरू चाहिँ मेरो केटाहरू हो, जसले चाहिँ सबै कार्यहरू गर्छन्, पढाइ पनि गर्छन् र राम्रो खेलहरू पनि खेल्छन्। अनि आजको यो घमिलो दिनलाई हेरेर हाम्रो घरबेटी आन्टीहरूले पनि यसरी आफ्नो कामहरू गरिराख्नु भएको थियो। आजको मिनी भ्लग चाहिँ यहीँमा खतम हुन्छ र भेटौँ हामी अर्को नेक्स्ट भिडियोमा।